हेलो साथीहरू, नमस्ते गाइस। हामी चाहिँ आज सर्बियामा लगभग 2 महिनापछि छुट्टीको आज होलिडे त सर्बियामा चाहिँ होलिडे रहेछ। 4 दिन छुट्टी छ। 4 दिन छुट्टी हुँदा आज हामी यसो घुम्न गइरहेको छौँ। साथीहरू हामी मजाले आज साथीहरू हामी बसमा छौँ सरहरू पाएर पुरै बसमै मान्छे अब पुरै टाइममा गाडी जाँदो रहेछ तर मान्छे नभए नि गाडी चाहिँ मस्त भन्ने। हामी चाहिँ लगभग यहाँ 6 जना छौँ गाडीमै अनि हामी यता छौँ सर्बियामा चलिरहेको छ। हामी आज घुम्न सिटी अब अलिक गाउँतिर बस्छौँ। आज चाहिँ यसो भेडाबाख्रा चराउँदा अब कति मुड फ्रेस होस् क्या जङ्गलतिर। आज यसो सिटीतिर पस्थ्यौँ न भनेर होइन सम्झेँ हामी। मलाई हो ल साथी, आज चाहिँ हामी सर्बियामा छौँ। अब सर्बिया त अब 1 महिना 2 महिनापछि आएको 2 महिनापछि हामी बाहिर निस्क्यो क्या। आज फर्स्ट टाइम छुट्टी नै नदिने यार काममा होइन। आज त आज बल्ल छुट्टी दिएको छ। अब भोलि काम फेरि पर्सि छुट्टी छ। होलिडे 4 दिनको बिदा थियो। अनि हामी चाहिँ बजार साइड आएको साथीहरू। विदेशमा रुखमा पैसा फाल्छ भन्दा नि साथीहरू, आज त्यही रुखमा हामी पैसा टिप्न जानु लाग्छ। हेर यी रुखमा, हेर यी रुख माथि देख्यो नि, देख्यो हो यही रुखमा हामी पैसा टिप्न आएको। यही रुखमा चल टिपेर सब सकाइसकेछौँ सर्बियनले। अब अलिअलि बाँकी रहेको हरियो पात पलाउनु लाग्छ। अब त्यो अलिक नोट पुरै छापिएपछि चाहिँ हामी हतारले टिप्न आउँछ है त साथी। जे पनि साथी हो जोस् ल साथी। अब हामी चाहिँ टक्क लगाएर सर्बियामा मान्छे हिँडेको गाडी टक्क रोकिहाल्छ क्या। चिर खुसी छौँ रिल्याक्स पाराले। ल साथी हामी चाहिँ पुरै अब बुढोहरू फेरि यो चाहिँ कहाँसँग आफ्नै दलमा हिँड्छन्। फेरि अघि पछि हेर्नुपर्छ नि यार। बुढाहरू कुदिहाल्यो। ल हामी पनि हतारमा कुद्नुपर्छ। ल सम्झी कुदौँ राइट। सम्झी चाहिँ पछाडि हुनुहुन्छ, हामी चाहिँ अगाडि। ल मस्तले आज सर्बियामा आज फर्स्ट दिन है साथीहरू। आएको चाहिँ 2 महिना हुन थाल्यो तर फर्स्ट दिन चाहिँ हामी बाहिर यसो घुम्न थाल्यो। लाइट बन्द लाग्छ ल। अब छोडिदिउँ रेड लाइट बन्द। अब छोडिदिउँ सम्झी साथीहरू। लाइट चाहिँ ट्राफिक अब गाडी कुदिहाल्यो। अब चाहिँ हामी गाडी नै छुट्योस्। रेड लाइट बन्द लाग्छ अहिले चाहिँ। क्या साह्रो गाडी कुदाउँछौँ यार सम्झी। हान्दैन भन्ने डर छ त। आज फर्स्ट दिन घुम्न आयो। फर्स्ट दिनमा एक्लै डराउनु नि मा। बिस्तारै कुदाउनु नि यार। कुदाउने सातो जानेर कुदाउँछ नि झ्याक्नेहरू। ट्राफिक लाइट चाहिँ अहिले बन्द छ मान्छेको लागि चाहिँ। गाडीहरू त कुदिरहेको छ ट्याक्क लगाएर। यतापट्टि छुट्टै छ एरिया चाहिँ। क्या दामी चाहिँ साथी हो। रोड चाहिँ भन्नै पर्छ। विदेश भनेको विदेशी रहेछ जोस्। ठिक छ। गाडीको आवाज नै बाइकभन्दा फास्ट कुद्छ नि त यार। पुरै हामी चाहिँ ल अब खुलिसक्यो साथी हो। खुलेर हामी बाटो काटेर यसरी आइसक्यौँ। बुढाहरू त के साह्रो कुद्छ यार बुढ। साथी हामी चाहिँ अब पुरै कुद्दैछौँ है त मस्तले लगाएर। कहाँ छिर्यो हौ बुढोहरू। ए यहाँ त साथी गाडीको केही भ्यालु नै छैन क्या। ट्याक्सी पुरै गाडीलाई नि कारलाई नि ट्याक्सी बनाइदिइहाल्छु। ट्याक्सी पुरै कार मेरो कार छ भन्ने यहाँ चल्नु नै हुने क्या। पुरै गाडी छ भने त्यो कार छ भने त्यो ट्याक्सी हो। अब के गर्ने ट्याक्सी चढ्नु महँगो छ साथी हो। हिँडेरै सुई हिँडेर अब ल्याम्किन हिँडौँ साथी हो। सर्बियामा केटी चाहिँ खतरा छ भने क्या साथी हो। सम्झी जे पनि हेरेर चाहिँ चित्त बुझाउँ होइन। हेरेर चित्त बुझाउँछु। 3टा बच्चा कि आमा नि यहाँ तरुनी देखिन्छ हो सम्झी होइन त सम्झी हो। हामी चाहिँ अब सानो मिनी बजारमा मिनी मार्केटमा छिर्दैछौँ है साथी। यहाँको मिनी मार्केट यस्तो के गर्ने ए साथी यस्तो छ मिनी मार्केट साथी। मिनी मार्केट चाहिँ पुरै फुल किनौँ भने चाहिँ गर्लफ्रेन्ड छैन दिनलाई कसलाई किनिदिनु हो। ए पुरै मिनी मार्केट है साथी। पुग्यो क्या यार अगाडि गएको छैन जस्तो ल मलाई। गएको छैन यतै गर्दा छ कि मार्केट पुरै साथी यस्तो छ। मार्केटको अवस्था पुरै
रमझम कहाँ गयो बुढाहरू नम्बर छैन त अबसँग खानौँ न ल साथी हामी चाहिँ आज सर्बियामा छौँ है सर्बियामा पुरै घुम्दैछौँ है हाम्रो अनिल दाई हुनुहुन्छ किमजोङ काका हुनुहुन्छ मल्टिप्लक लानुपर्छ क्या मल्टिप्लक लगौँला नि हो ला सर्बियामा चाहिँ मस्तले हामी घुम्न भन्दैछु सर्बियाको नजारा यस्तो चाहिँ सम्महरू चाहिँ होइन अब सौन्दी के भने दुःख लाग्छ नि हो एक बार दिला दो साथी हो यहाँ हामी चाहिँ बजारमा साउने हेरेर आएको छौँ बजार मार्केट साथी हो मार्केट टक्क सानो बजार पनि छुट्टै व्यवस्था हुन्छ मार्केट यस्तो सबै मार्केट है साथी हो मार्केट पुरै के किन्यो दाइ त्यो बुढी माउको चाक चाहिँ के देखाएर कहाँ बुढी माउको चाक देखाएको मैले चाकतिर होइन नि हाम्रो अनुहारतिर छ भिडियो खै रहेछ मोबाइल चाहिँ अब खै हेर्ने थिए मोबाइलमा हेर्छु ज्ञान न